राज्यलाई असर पुर्याउन सक्ने र राज्यलाई असर पुर्याइराखेको एउटा सक्रिय ग्रुपलाई निष्क्रिय बनाउँदाखेरि निरहित जनताहरू पीडित हुन्छ। भन्छ नि त, साँडेको जुदाई अनि बाछोको मिचाइ। हो, त्यही नै भएको छ अहिलेको असली सुकुम्बासीहरू। सुकुम्बासी भूमाफियाहरूको लागि हटाउने भनेर घर भत्काए, टरा भत्काए, घर भत्काए र सुकुम्बासी बस्ती खाली गरे। केही भूमाफियाहरू त ठिक छ, तह लाग्यो होला, तर त्यो जुन असली सुकुम्बासीहरू छ, निरही सुकुम्बासीहरू छ र त्यो वास्तविक सुकुम्बासीहरू वृद्धहरू, बालकहरू, महिलाहरू, अपाङ्गहरू, अस्वस्थहरू र तिनीहरूलाई खान बस्न कुनै पनि व्यवस्था सरकारले राम्रोसँग गर्न सकेको छैन। कतै कतै लगेर राखिएको छ, न त त्यहाँ बस्न गतिलो ठाउँ नै छ, न त त्यहाँ टाइममा खानापिना नै व्यवस्थापन छ। यस्तो अवस्थामा पहिला सरकारले असली सुकुम्बासी र भूमाफिया पहिला नै छुट्याएर र त्यो जुन सुकुम्बासीहरू थियो त्यो सुकुम्बासीहरूलाई पहिला नै व्यवस्थापन गरिसकेर मात्रै त्यो घर टहरा उठाएको भएदेखि एउटा तीरले दुईटै शिकार हुन्थ्यो होला सायद। राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग 2/3 पुग्न पुग बहुमत ल्याएर विजय भइसके पछाडि र राष्ट्रिय स्वतन्त्र पार्टीकै सरकार भइसकेपछि जनताले जुन खाले अपेक्षा गरेको थियो त्यो खाले एउटा दुईटा फाइल खुलिसकेको छ र कारबाही भइसकेको छ र जनताले जो अपेक्षा गरेको थियो एउटै मात्रै कुरो, सहकारी पीडितहरूले न्याय पाउने। यो कुराले अहिलेको सरकारमा त्यति प्राथमिकता नपाएको जस्तो देखिन्छ र मूल विषय त यो हो कि जुन गरिब जनताको पैसा थियो र त्यो सहकारीमा ठगी भएको थियो र त्यो पैसाको फिर्ता हुने आशा अपेक्षा धेरै नै जनताले राखेको थियो र त्यो कुराले अहिलेसम्मको स्थितिमा अहिलेको सरकारमा त्यसले खासै स्थान पाएको देखिँदैन। सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा विवादमा आएका गृहमन्त्री सुजन गुरुङले चौतर्फी सामाजिक सञ्जालबाट विरोध आइसकेपछि राजीनामा दिएको छ। सुजन गुरुङले राजीनामा दिनु एउटा कारण छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सुजन गुरुङ सभासद र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री र सुजन गुरुङ गृहमन्त्री र सुजन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिइसकेपछि वरिष्ठ नेता बालेन्द्र शाह बालेनले गृहमन्त्री आफैले राख्नु भएको छ। सुजन गुरुङले जबसम्म क्लिन चिट पाउँदैन तबसम्म बालेन्द्र शाह प्रधानमन्त्रीसँगै गृहमन्त्री मन्त्रालय रहनेछ र जब सुजन गुरुङले क्लिन चिट पाउनेछ तब सुजन गुरुङ फेरि गृहमन्त्री हुनेछ। सरकार र शक्तिमा रहेको मान्छेहरूलाई एउटै आरोप लाग्ने गर्दछ, प्रतिशोध साँध्यो भनेर। हो, बालेन्द्र शाह बालेनको सरकारलाई पनि अहिले प्रतिशोध साँधेको हो कि भन्ने नै लागिराखेको छ। किनभने सुकुम्बासी बस्ती बालेन्द्र शाह काठमाडौँको पहिला मेयर हुँदाखेरि पनि उहाँले उठाउन खोजेको थियो र त्यो बेला सकेको थिएन र अहिले उनी प्रधानमन्त्री भए र त्यसपछि अहिले त्यो बस्ती खाली गरेको छ। काठमाडौँको सुकुम्बासी बस्ती खाली गर्दैमा भूमाफियाहरूको अन्त्य हुँदैन। त्यो त नेपालभरि भूमाफियाहरू सञ्जाल बिछ्याएर बसेको छ र त्यो नेपालभरि नै त्यो खाले कार्यक्रम अहिलेको सरकारले ल्यायो भनेदेखि र घर टहराहरू खाली गर्न सक्यो भनेदेखि, सार्वजनिक जग्गाहरू छुट्याउन सक्यो भने मात्रै यो प्रतिशोध होइन भन्ने जस्तो देखिन्छ। होइन हो भनेदेखि पहिला मेयर हुँदाखेरि बालेन्द्र शाह बालेनले जुन पुरा गर्न नसकेको काम थियो अहिले प्रधानमन्त्री भइसकेपछि उनले पुरा गरेको जस्तो देखिन्छ। अहिलेको सरकारले सुकुम्बासी बस्ती जुन उठाउने भनेर भनियो, उठाउने भनिसकेपछि कुनै पनि विरोध कतैबाट आएन। योभन्दा अगाडि सुकुम्बासीमाथि ठुलै राजनीति हुने गर्थ्यो। सुकुम्बासीको कुरा आउने बित्तिकै
सदनदेखि सडकसम्म पुरै तात्तिने खालके। तर यो पटक श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ बाहेक अरू कसैले पनि सुकुम्बासीको बारेमा बोल्ने आँट कसैले गरेन। 2/3 बहुमत पुग्न पुगको सरकार भएर हो कि या बालेन्द्र शाह बालेन प्रधानमन्त्री भएर हो, यो कुरा त थाहा छैन। तर सुकुम्बासी माथि जुन राजकाज गर्दै आएको थियो, राजनीतिक वर्चस्व जमाउँदै आएका थिए यी पुराना पार्टीहरू, यी कुनै पनि पार्टीले बोल्न यो पटक सकेन र बोलेनन् पनि। सुदन गुरुङ गृहमन्त्री हुँदाखेरि अवलोकन गरेको बाटो बीपी राजमार्ग रुसी खोलाको बाटो जुन पूर्व पश्चिम जोड्ने महत्त्वपूर्ण एउटा बाटो हो। त्यो बाटो अहिले खोलै खोलाबाट चलिराखेको छ र जुन हिजो अस्ति भर्खरै पानी पर्दाखेरि पनि अवरोध भएको छ र यो बर्खाको टाइममा त्यो ठाउँबाट गाडी गुड्ने सम्भावना छैन। त्यो बाटो सुदन गुरुङले अवलोकन गर्यो र त्यस पछाडि सुदन गुरुङ फर्केर गयो, जो गृहमन्त्री हुनुहुन्थ्यो। त्यस पछाडि त्यो बाटोको कुनै पनि कुरो आएको छैन। अहिले हजारौं लाखौंको संख्यामा त्यो बाटोबाट यात्रुहरू ओहोरदोहोर गर्छन् र बाटोमा अल्पत्र परिराखेको छ। न त त्यसमा राज्यको कुनै ध्यान गएको छ, न त सुदन गुरुङको त्यो अवलोकन पछाडि केही प्रगति भयो। मात्र सुदन गुरुङ आए, हेरे, गए र सकिए। नेपाल भारत सीमा नाकामा 100 रुपियाँको सामानको पनि कर लाग्ने भइसकेपछि सरकार विवादमा परेको छ यो निर्णयमा। नेपाल र भारतमा प्रति लिटर पेट्रोलको मूल्यमा नेपालमा प्रति लिटर 50 रुपियाँको दरले महँगो पर्न आएको छ। सीमावर्ती एरियामा बस्ने नेपालीहरू इन्डियामा गएर पेट्रोल हालेर आउने गरेको छ र यो कुरामा पनि इन्डियामा हेरी नेपालमा 50 रुपियाँ प्रति लिटर कसरी महँगो पर्छ भनी विवादमा परेको छ। सुकुम्बासी बस्ती उठाउने कुरामा अस्तली सुकुम्बासीहरूलाई हामीले व्यवस्थापन गरेका छौँ, हामीले भूमाफियाहरू मात्रै उठाएका छौँ भनेर सरकारले भनिरहँदाखेरि जो सुकुम्बासीहरू अस्तली सुकुम्बासीहरू हुनुहुन्छ उहाँहरूलाई खान बस्न राम्रो व्यवस्था नभएर अल्पत्र पर्दा यो कुरा पनि सरकार विवादमा परेको छ।